हेलो गाइस, गरम पनि एकदमै बढेको छ अनि यहाँ फ्यान लगाएर बसिरहेछ। फ्यानको मुनि धेरै गरम छ आजकल। अनि सो अहिले चाहिँ कति बज्यो भने टाइम अलमोस्ट 2 हुन आँट्यो। सो म चाहिँ 2:20 भयो नि, 2:20 भइसकेछ। अनि मेरो हस्बेन्डले चाहिँ मेरो लागि सुप बनाउनुहुँदैछ। सुप खानु मन लागेको थियो अनि त्यही भएर चाहिँ खासमा चाहिँ मलाई पहिला बिमार हुँदा चाहिँ मैले बिटरुटको सुपहरू खाएको थियो होइन। त्यही भएर चाहिँ मलाई अझै खानु मन लाग्यो क्या, मलाई त्यो बिटरुटको सुपको याद आयो अनि त्यही भएर चाहिँ मैले बनाइदिनु भन्यो। अनि उसले बनाइदिनु हुँदैछ, पाकेपछि खानुपर्छ। मेरो लागि सुप बनाइदिएको छ। कस्तो रहेछ हेरौँ है। मिठो। क्लिक गर्दैछ लाइटले गर्दा हुन्छ। कोकोनट ल्याइदिनु भएको। कोकोनट वाटर। ये लीजिए मैडम आप। थैंक यू। थैंक यू। Cheers. Thank you for coconut water. यो दाले मलाई के कहो कहिलेको हो भनेको होला, मैले हेरेको छैन। चेक मन्स कहिलेको हो भाइ भनेको। मिठो रहेछ। फर्स्ट टाइम खाँदा त मलाई त मनै परेन यो कोकोनट। कस्तो गनाएको फर्स्ट टाइम खाएको थिएँ नि त। गनाएको हो यस्तो भयो। त्यहाँ खाँदै जाँदा चाहिँ यस्तो हुँदो रहेछ।